घरदेखि चाहिँ म चाहिँ के अरे नाम नै आउँदैन कोदो रोप्ने भनेर आएको अरे गाउँ अनि यहाँ आएर चाहिँ बसेछु त नि कोदो रोप्दा हेर्नुहोस् छिन् मलाई घरबाट नि गाली गर्ने बेला भइसक्यो कोदो रोप्न त गएको मान्छे यहाँ आएर बसेपछि यस्तो पाराले नि हुन्छ ल अब चाहिँ झरियो बारीतिर भएन बसेर भनेर ल्याउने यहाँ त यो चाहिँ पानीमा के भन्छ पाखामा हुने धान 312 अनि पुरै धान भइरहेको के तपाईँलाई जानु खरे छ्याटे आया कोदो रोपेरै ल्याउनुहोस् हाम्रो गाउँतिर यस्तोसँग कोदो रोपिन्छ चप्पल त नयाँ चप्पल फोगट हुन्छ फेरि नि है हल्ला हल्ला न हल्ला हल्ला ने के बैललाई त्यही त नि के हल्ला ने त नि ल यहाँ मिलो यो सकिन लाएर चाहिँ के आएर नि त नि म है त्यही भन्दा यहाँ आएको यहाँबाट यहाँ ठुलिका नि त्यति नै आउनु भएको चाहिँ म भर्खर झरेको सबले गाली गरिरहेको छ म नआएको त नि यहाँ घरबाट चाहिँ म काम गर्ने मान्छे यहाँ काम गर्न आइन भनेर यहाँ कराएर सबले काम गर्छु भनेर हामी के है कामै नगर्ने कस्तो बेलातिर रहेछ नि त भर बल्ल बल्ल बारीमा आज त्यही पनि बेलाउती टिप्न लाँदैन लड्दैला नि मलाई ल यत्रो बित्ति रोपियो हामीले चाहिँ फेरि अरे हामीले चाहिँ भन्दाखेरि गाली गर्छ नि के गर्छ भर्खर आएर 1 मिलो नि रोपे होइन फेरि थर्काउँछ नि के गर्छ उता चाहिँ बिउ लिएर आउँदै हो फेरि हो रे के जो कस्तो झाडी भयो आमा त्यो पुछार पुछार गराएर त कस्तो खरबारी भएछ अहिले त को खर है मान्छे गर्ने राजी नि त्यत्रो साह्रो गरे जस्तो लाग्छ अहिले त ए ओ सपने त नि आइज फर्केर गाउँमा खेती गर्न हेर त तेरो गएर कसरी घारी भएको आइज माथि नै फर्केर हेर यत्रो यो गरा यत्रो कति धेरै हुन्थ्यो मकै हेर अहिले यो गर हामीले यहाँ सबै कुरा गरिन्थ्यो वहाँ पुछारसम्म अहिले त सबै घाँसको रुखहरू पुरै छ्या यसरी बाँझो रहँदा त कस्तो नर्मल लाग्दो रहेछ बाँझो बारी देखेर त ल हाम्रो चाहिँ कोदोको बिउ आइपुग्यो ए छत्री ओड्न घामले पोलेर छत्री ओड्न थाल्नुभयो हाम्रो ठुली केन्जी दिदी यति है अरू पनि छ त नि बिउ त बरु मैले नगरेर हार्दा खेत बारी त बाँझो रहन्छ तेरो त आइज फर्केर तेरो त पुरै बारी नै बाँझो रहेछ